चम्ची भेटेन के ओइ 50 लिएको भन्छ हैन कतिवटा छ नि 36 मात्र छ हेलो गाइजहरु यस्तरी घाममा हिँड्नु म डर्दिन म पनि त घाममै हिँडिरहेको छु नि गोरी हुनुहुन्छ हौ तपाईँ आज चाहिँ बिहेको भोलिपल्ट हो अब म चाहिँ घर जान लागेको ओइ म त यत्तिकै जान्छु है म त अब यत्तिकै चल्दिन्छु घर त जाने हो म चाहिँ अब भेनाली नुहाउनुहुन्छ अरे अनि म चाहिँ अब रेडी हुन्छु पक्रिन्छु नि यस्तोमा पक्रेर जान्छु I know यो रक्स भनेको ए झर्दैन होला छुट्टिन्छ होला यतै गर ल लु गएको बाई 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 मम्मी गएको आमा आमाहरु गएको बाई ल बाइ बाइ ल ल अञ्जना गएको है अब कस्तो दामी देखेको यता चाहिँ हाम्रो भेना हुनुहुन्छ भेनालाई लिएर भाइ अब म खै के साह्रो लजाउनु भएको हौ ल किन लजाउनु भएको ओ भेना लजाएको देखेर त म बिहोस हुन्छु होला के साह्रो लजाउनु भएको गाइस हामी चाहिँ यहाँ बालक्षेत्र मन्दिर आएको तर कस्तो यो मन्दिर त यहाँबाट गेटै खुलिएन हौ बन्द रहेछ बन्द रहेछ अब हामी चाहिँ फर्केको कस्तो भित्र जानु पर्यो भनेको जानु यो विष्णुको यहाँ राधा कृष्ण अलिक तल उयो शिवजीको कस्तो यहाँ भित्र त जान पाउनु पर्ने हो यार दामी छ नि पर मन्दिर भित्रको त्यो मूर्ति हेर न कस्तो दामी छ आम्मामा यस्तोरी घाममा हिँडेर म डढेर पहिला भइसकेँ यहाँ गोरो त त्यस्तो गोरो पनि होइन तै पनि हामी चाहिँ अब फर्केको यहाँ बन्द रहेछ अब अर्को काम जम्मै भएन दिनु लु चेन छ 50 को मेरोमा खुजरै छैन खुजरा त सक्यो अब बोक्नु हो त्यो बोक्नु आम्मा आउनु भएन अब यो ढोक्नुपर्छ होला हौ गाइस हामी चाहिँ यहाँ भित्र छिरिसक्यौँ यहाँ चाहिँ यस्तो रहेछ भेना त के हो उतै गफ गर्न थाल्नु भयो कि के हो के भन्नुभयो ए यहाँ पैसाहरू पनि राख्नु मिल्ने रहेछ यो आश्रम हो आश्रम रहेछ मान्छे भन्नै छ अरे लु आश्रमभित्र त नजाम हौ भेना अनि किन जानु त यता मात्रै यसो हेर जाउँ न हामी यतिकै आश्रमभित्र आएपछि त अनि अब त्यस्तै हो नि चार पुरा पाका मान्छेहरू जुत्ता खोलेर ओ माई गड जुत्ता खोलेर होला सायद त्यही पनि आफै बुझेर खाली खुट्टा जानु हुन्छ हत्तेरिका खाली खुट्टा जानु होला नि आमा माथि त म चाहिँ यहाँ खाली खुट्टा मैले त जुराब त लगाएँ जुराब लाउँदा त हुन्छ जुराब त भइहाल्छ नि आउनु न एकछिन हेरौँ अनि जाउँ ए त्यस्तो हो ए अनि थाहै छैन हामीलाई अनि म त यतैबाट चढेँ हजुर बिहे थियो कि यता कोसितारी अनि बिहेबाट म त कस्तो उल्टो चढेँ उताबाट चढ्नु मन रहेछ म यताबाट चढेँ ए हुन्छ हाँ भेना अनि म त उल्टो चढेँ त यहाँनिर लेखिरहेको थियो यहाँ लेखेको छ भित्र त नजाउँ भन्नु वाउ देखाउनु मिल्छ त भेना रेकर्ड गर्नु मिल्छ मलाई यो के भेना यो हुन्छ नि यहाँ भित्रको यो मन्दिरको यो कस्तो बन्द गरेको रहेछ कस्तो मनपर्छ अन्त देखाउनु मिल्दैन होला बन्द रहेछ अब यसो उयो गरेर पूजाहरू चाहिँ कति बेला हुन्छ यहाँ
खै कुन त यहाँभित्र टाइम चाहिँ टाइममा हुन्छ होइन यहाँभित्र त देखाउनु मिल्दैन होला हौ। मिल्छ के कसरी देखाउनु त अनि यहाँभित्र त अघि त जुम गरेर देखिँदैन घन्टी पनि रहेछ यहाँ के पुयो हुन्छ नि पूजाहरू हुन्छ नि हो त्यति बेला चाहिँ आउनु पर्ने के यहाँनिर भनेको प्राय भजन कीर्तनहरू हुन्छ होइन अनि त्यसपछि पुराणहरू हुन्छ क्या बुझ्यौ बुझेँ थाहा छ पुराणहरू उयोहरू हुन्छ क्या यहाँनिर हामी चाहिँ गएको अब उयो स्तम्भ अहिले भनेको 69 सालको रहेछ 59 सालको 59 साल 59 मा 12 जोडो त कति भयो 61 70 71 म त्यस्तै के देखाउनु न यहाँ रेकर्ड गर्नु मेरो आउनु राम्रो छ हो यसो त हामी चाहिँ यहाँ मन्दिरमा आएको छौँ यताभित्र पनि सबै बन्द रहेछ होइन त्यही भएर हामी चाहिँ यता फर्किँदा निक्लेको हो कि त्यतिकै यसो आएको बेला यो चाहिँ आश्रम रहेछ यहाँ चाहिँ हो यता चाहिँ उज्यालो आउँछ अब यहाँ त घाम छ दाहालको धर्मशाला भनेर लेखिरहेछ है यो चाहिँ आश्रम दाहालको धर्मशाला भनेर यो आश्रम यहाँ मान्छेहरू बस्नु हुँदो रहेछ होइन त्यस्तै हो यो चाहिँ राधाकृष्ण मन्दिर हो ऊ त्यहाँ माथि चाहिँ के मन्दिर हो विष्णु मन्दिर भन्नुभएको थियो उता माथि चाहिँ बन्द रहेछ त्यहाँ चाहिँ यो राधाकृष्ण मन्दिर अब यहाँदेखि अझै तल रहेछ शिवजीको पनि अनि त्यहाँदेखि पनि अझै तल हनुमानको यो स्तम्भ कुम्भको स्तम्भ यो 59 सालको होला सायद त्यस्तै लेखेको छ ऊ त्यहाँ 59 सालको कुम्भ मेलामा प्रथम पिण्डेश्वरी भनेर दर्शन पनि गरियो यहाँ चाहिँ के हो यो चाहिँ यज्ञ गर्ने ठाउँ होला हो यो त्यो यज्ञ गर्ने ठाउँ ल त यज्ञ गर्ने ठाउँ जस्तो लाग्यो 0.5 बाट बनाइराख्नु भएको रहेछ नि कहाँ उज्यालो आउँछ तिमीले गरेको मैले कहाँ लु फेरि यस्तरी गरिदिनु अब ल यहाँ 1 बाट म हिँड्छु अगाडि बोल्दै यो त उयो चाहिँ यहाँ पानी थियो होइन पहिला अनि यहाँ यस्तो सिक्का चढाउने त के चढाउने त्यो उयो हुन्थ्यो अहिले चाहिँ को नि है पहिला चाहिँ त्यस्तो थियो क्या हो त्यो सिक्काकै हो त्यो सबै यहाँ पनि छ त सिक्का ऊ अनि त्यो उयो फोर्दा भइहाल्छ नि सफा गर्नुपर्छ नि बेला बेला त्यही भएर त यहाँ मोटर राखेको छ त्यहाँ ऊ सफा गर्नुलाई यहाँनिर चाहिँ बुद्ध भगवान हो के बुद्ध राधाकृष्ण मन्दिरको ठाउँमा रामको हुन्छ कि राधाको हुन्छ अनि उयो अन्त यो राधाकृष्ण हो कहाँ बुद्ध बुद्धको जस्तै छ होइन नि ए अनि त्यस्तै गरेर बसिरहेको छ होइन अब बस्नु पोलिटिक कसैलाई बस्दैन क्वालिटी हो बुद्ध हुन्छ त होइन यो त बुद्ध भगवानले उयो गर्छ नि त अनि ए यस्तो गरेर बस्दैन नि बुद्ध भगवानले हामी चाहिँ अब फर्किँदैछौँ अब हामी अर्को मन्दिर जान्छौँ कि कहाँ जान्छौँ तल्लो उयसमा शिवजीको उयसमा अब हामी चाहिँ अब फर्केको बाई बाई राम्रो आइरहेको छ भेना यो कपाल मैले आज च्याप्प बानेर हिँडिरहेको छु लु अब हामी चाहिँ फेरि 0.05 बाटै बनाइराख्नु भएको छ त छुको पनि छैन मैले केही गरेको छुइनँ त अनि तपाईँले जुम गर्नु के गर्नुभयो होला जुम गर्नुभयो अनि 0.5 मा पुग्यो होला कि जुम गर्मी हुन थालेछ यार अन्त यहाँ चाहिँ शिवजी भगवान रहेछ यस्तो गरेर बसिरहेको हेलमेट अब फर्किनु हजुर यहाँ चाहिँ हनुमान देखिँदैन त टाढो भएर राम्रोसँग कताबाट फर्किने उताबाट छेलिन्छ यत्रो देखिन्छ मेरो भ्लग पनि यो यहाँबाट चाहिँ देखिँदो रहेछ ल
शिवजी काठमाडौँ जाँदाखेरि देखेको छौ मूर्ति शिवजीको एउटा उता उयो के भन्छ काठमाडौँ आइपुग्ने बेला भक्तपुरतिर सागामा क्या सागा? भक्तपुर आउनुभन्दा अगाडि गाइस हामी चाहिँ यो बर्फिमलमा फोटो खिचेर पनि अब टाप कसेको के मेरो लागि खिच्नु भएको तपाईँले मैले झन् तपाईँले पनि खिच्नु न मैले खिच्दा भनेर झन् म चाहिँ पोत सिकाइ खिच्दैछु यस्तो क्यामेराम्यान साली पाउनु मुस्किल हे धेरै फोटो खिच्यो भने होइन धेरै भयो कुन हालौँ हुन्छ एउटा दुइटा खिच्यो भने त्यही मात्रै हालिन्छ हो गाइस हामी चाहिँ अब गएको ल मेरो ब्यागमा चाहिँ फोहोर लाग्छ हेलमेट लगाउँछ है भेन अब चाहिँ सो गाइस हामी चाहिँ यहाँनिर घुमेर पनि अब हामी चाहिँ गएको सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अहिले बाटोमा उता गएर पनि भ्लगहरू बनाउँछु कि थाहा छैन होइन तर जहाँसम्म लाग्छ अब म बनाउँदिनँ किनभने मेरो फोन चार्ज पनि सकिसक्यो अब तपाईँ पछाडि बसेर चुरोट खानुहुन्छ त्यसमा मेरो के अनि यहाँनिर राम्रो आउँछ भनेर यता फर्केर बनाएको हो नि मैले बनाइसकेको छु केही हुँदैन खाएको कुरालाई खाएको भन्दा के भयो त होइन गाइजहरू यो मेरो आज चाहिँ मेरो कपाल यस्तो प्लित्त पारेर यस्तरी बाँधिरहेको छु यो मेरो कपाल चाहिँ इग्नोर गरेर मेरो निधार यत्रो भाग्यमानीको निधार ठुलो हुन्छ अरे मेरो निधार चाहिँ यहाँ यत्रो आइरहेछ नलुकी खानु केही हुँदैन म तपाईँलाई निकाल्दिनँ यहाँ कुकिज किन्न आएको छु मैले यहाँ धरानमा छौँ हामी चाहिँ यहाँ चाहिँ कफी छ तपाईँले त हो नि किन्नलाई ओके भनेर आउनुभएको हामी घर गएको अब त डाइरेक्ट घर जान्छौँ हामी अब धरानबाट गएकै केटाबारी अब चाहिँ डाइरेक्ट घर जाने हो हामीले गरेर मर्ने बेला भइसक्यो लु हिँड्नु छिटो भएर बाई बाई गएको हामी ब्लग चाहिँ मैले इन्ट गरेको थिइनँ नि त अनि मेरो कपाल त्यस्तो भइरहेछ अनि अब यहाँ काम गर्दै मेरो ब्लग अस्तिको ब्लग चाहिँ इन्ट गर्नु पऱ्यो यसलाई चाहिँ यस्तो राख्नुपर्छ अब यसलाई झुन्डाइदिने हो अनि बस यताको ढोका बन्द गर्नु पऱ्यो यति गर्दै कस्तो गल्छ के मैले चाहिँ भित्र चाहिँ अलरेडी क्लिन हानिसकेको है त्यही भएर यहाँ बाहिरको गर्दा चाहिँ भिडियो बनाउँदै गर्नु पर्यो भनेर चक्कसँग गर्दैछु होइन तपाईँहरू पनि हेरेर मजा लिन सक्नुहुन्छ मैले काम गरेको यो फोहोर उठाउने कहाँ हो मैले चाहिँ अब यहाँ क्लिन हानिसकेको छु होइन अब म चाहिँ तल गएर फेरि क्लिन हान्नुपर्ने हुन्छ यो चाहिँ यहाँनिर चाहिँ सबै क्लिन गरिसकेर यहाँ अगाडि पानी लगाउनु पर्ने हो त्यस्तो ड्रममा भरेर यस्तरी छ्याप पानी लगाउनु पर्ने हो तर म चाहिँ आज पानी लगाउँदिनँ मेरो कपाल धरेर अगाडि ब्लु भइरहेको छ त्यही माथि म कपाललाई कहिले पनि यसरी माथि यसरी बाँध्दिनँ आज म यसरी बाँधिरहेको छु बाई म तल गएर तल क्लिन गरेको पनि देखाउँछु ल हेलो एभ्रिवान म चाहिँ अहिले तल आइसकेको छु फुलमा पानी लगाउनलाई होइन फुलमा पानी चाहिँ बिहानै लगाउनु पर्ने हो तर अहिले चाहिँ 9:30 भइसकेको छ अनि म चाहिँ अब अरू कामहरू पनि गर्नुपर्छ नि त त्यही भएर फुलमा पानी लगाउनु चाहिँ ढिलो पनि उठ्छु त्यही भएर लेट हुन्छ मलाई चाहिँ कस्तो भिडियो बनाउन लाज लागिरहेछ उता परबाट आन्टीहरू बाहिर बसिराख्नु भएको छ हेरिराख्नु भएको छ कि फुलमा पानी लगाउँछु ल म
यो फुल चाहिँ कस्तो मजाले फुलिरहेछ। यो चाहिँ फेरि टोइलेटको बट्टा हो नि। के हुन्छ त हैन। अब उता जाँदा चाहिँ पानी लगाएको देखिँदैन होला, किनभने मैले यो पानी ल्याएको बट्टामा अड्काइरहेको छु कि यो मेरो फोन। सो गाइज मैले चाहिँ पानी लगाइसकेँ फुलमा हैन। अनि उता परतिर पनि मैले फुल रोपेको छु कि, तर त्यो फुल चाहिँ खासै बाँच्छ जस्तो लागेन त्यहाँ। ओके, त्यहाँ पनि म पानी लगाउँछु, तर कसरी देखाउनु त। ल मैले चाहिँ यहाँ कस्तो नयाँ बुढी अब यो पुसेकोहरू चाहिँ देखाउँदिनँ, उतापट्टि सफा गरेको चाहिँ देखाउँछु ल म। मैले चाहिँ अब उताभित्र पनि सबै क्लिन हानिसकेँ। अनि म चाहिँ फाइनली यता पछाडि छु अहिले। घाम लागेर टन्टलापुर भइरहेछ। यो घामले चाहिँ मलाई कुन त कालो झन् डढाएर कालै बनाउने भयो। म चाहिँ अब यो चाहिँ मेरो अब एभ्री डेकै काम हो कि, एभ्री डेकै काम हो यो चाहिँ मेरो। तर यता अब यहाँ पुगिसक्यो, यता पछाडि सकिसकेपछि चाहिँ मेरो काम फेरि छैन। यो चाहिँ मैले युज गरिसकेँ। अब यसको काम सक्यो, यसको काम भनिसक्यो, सुकाउने राखिदिने हो। घाम लास्ट घाम यस्तै हो। अब टाइम भइन्जेल सुतेर बसिन्छ नि त। अनि टाइम सुतेपछि चाहिँ घाम आइसकेको हुन्छ। कस्तो त खरेटोले, यो खरेटो चाहिँ यो युज नगरेर राखेर एकदम बिग्रिसकेको हो। यो चाहिँ हुन पनि कति भयो यो त, कम्ती पनि भयो होला 6-7 वर्ष यो खरेटो त। अनि यहाँ पनि यसरी पानी लगाउँदै सफा गर्नुपर्ने हुन्छ। कस्तो यो क्यामेरा राख्ने ठाउँै भएन, त्यही भएर नदेखिने रहेछ। त्यस्तो ठुलो छैन नि त, अब यहाँ चाहिँ अगाडि खिचिसकेको हो। यो क्यामेरा चाहिँ एकता चेन्ज गर्नु पर्यो। त्यसलाई चाहिँ यस्तो तल होइन, यसलाई पनि तल राखिदिनु। कुन्ताको बिग्री गएको फोन यस्तो लापता गरेको झन् बिग्रिन्छ होला। आजको मेरो भ्लग चाहिँ अब यतिकै। अब क्लिन पनि सबै गरिसकेँ। के भन्नु गफै छैन, नत्र त म तपाईँहरूलाई गफ गरेर सुनाउँथेँ। यता पछाडिको चाहिँ हाम्रो कुखुराको खोर हो। यहाँ चाहिँ सामानहरू छ, थाहा छैन काम नलाग्ने सामानहरू के के छ। चाबी लगाएर राख्नु भएको छ। एउटा कुरा मेरो अनि त्यसपछि यहाँनिर चाहिँ मैले कस्तो राम्रो हुन्छ होला भनेर अब फुलहरू रोप्दैछु। यो गमलाहरू कमिदियो भने भयो होला। 4-5 वर्ष अगाडिको गमलाहरू हो नि त। अनि किन यसै फाल्ने
युज गर्दाखेरि युज हुने खालको छ नि त, त्यही भएर मैले यहाँनिर यस्तो फुलहरू रोपिदिएको होइन। तर यो फुलहरू कस्तो फुलहरू चाहिँ बासा बासा छैन, तर यहाँ चाहिँ पुरै झारहरूको चाहिँ बगैँचा होला जस्तो भइरहेको छ। त्यही पनि यो फुलहरू फुल्यो भने कस्तो राम्रो हुन्छ नि, त्यही भएर मैले यो फुलहरू यहाँ ठिक छ नि त, काम चलाऊ भनेर यसरी यहाँनिर यसरी रोपेर यता बाँचेपछि चाहिँ अगाडि लगेर राखिदिन्छु भनेर रोपेको। तर मेरो बेजेट होला जस्तो छ, त्यही भएर यो फुलहरू चाहिँ अब मर्छ होला, बाँच्दैन होला। त्यही पनि मैले पानीहरू त लगाइदिइरहेको छु। सो गाइज आजको मेरो भ्लग चाहिँ अब यहीँ एन्ड हुन्छ। अनि त्यसपछि यस्तै हो अब मेरो कामहरू चाहिँ, बिहान उठेर अब उठ्न पनि ढिलो उठिन्छ, अनि कति 11 बजीसम्म त मेरो काम त यसरी नै खानाहरू बनाएर यस्तै गरेर सकिन्छ। अब यहाँ धेरै घाम आइसकेको छ, त्यही भएर यहाँबाट म भाग्नुपर्ने हुन्छ भित्र। सबैजनाले हेरेर मेरो भिडियो लाइक पनि सेयर सब्सक्राइब गरिदिनु होला। यति भन्दै मेरो भ्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु।